गुड मर्निङ वेलकम टु माई न्यू ब्लग। आज फेरि नयाँ ब्लगको साथमा है आइसकेको छु र आज चाहिँ विशेष गरी म दिघाको र अहिले चाहिँ हामी तपाईहरुको है दिघाको समुद्र हेर्नुको लागि जाँदैछु र यतातिर हेर्नुहोस् राम्रो राम्रो होटलहरु रहेछ है र अरु पनि अब नयाँ नयाँ जग्गाहरुमा हैन गएर नयाँ नयाँ चीजहरु हेर्नु धेरै मजा आउँछ र तपाईहरुलाई पनि त्यही कुराहरु देखाउँ भनेर है मेरो साथमा मेरो युट्युब को मार्फतबाट भनेर चाहिँ देखाको र अहिले घरि चाहिँ भन्नु पर्दाखेरि तपाईहरुको है धेरै घाम लागिरहेको थियो गरम पनि थियो र पनि हामी चाहिँ अब समुद्र हेर्नु पर्छ भनेर चाहिँ म र साथी लागिरहेका थियौं है समुद्रको तर्फमा समुद्र हेर्नु पर्छ भन्दै दुई जना गफ गर्दै जाँदै थियौं र होटलहरु पनि राम्रो राम्रो यता उता है मेरो साथीले चाहिँ चिनाउँदै थियो यहाँ छ यस्तो छ भनेर अहिले फेरि दिघामा आइपुगेको छु है हामी है र यो हेर्नुहोस् यताको नजारा र म पनि अहिले चाहिँ दिघामा आइपुगिसकेको छु पहिला पनि यहाँबाट तपाईहरुलाई है यहाँको नजारा मैले देखाइसकेको थिएँ भनेदेखिलाई फेरि पनि त्यही नजारा चाहिँ रिपिट गरिरहेको छु र यो ब्लग चाहिँ सबै नेपालीमा हुनुहुन्छ है पहिला चाहिँ मैले हिन्दीमा गरेको थिएँ र मेरो एकजना साथी बङ्गाली पनि थियो त्यही भएर चाहिँ बङ्गला पनि मिक्स भएको थियो र योपालि चाहिँ सबै नेपालीमै हुनेछ है र जति पनि यहाँनिर हेर्नुहोस् इन्जोय गर्नुहुने महानुभावहरूलाई यहाँनिर बसेर है खाने जग्गाहरू रहेछ र यतातिर चाहिँ डरलाग्दो जग्गा है यहाँतिर चाहिँ अब यो छल्काले तान्नु नि सक्छ त्यही भएर जानु दिँदैन यता चाहिँ अलिक लामो परेको हुनाले सानो सानो हुँदै जाँदो रहेछ त्यही भएर त्यता चाहिँ केही फरक पर्दैन पौडी खेल्दाखेरि है स्विमिङ गर्दाखेरि नि अन्त हेर्नुहोस् यो चाहिँ अहिले घुम्दै घुम्दै हामी यहाँ आइपुगिसकेको छौँ यहाँबाट केही नजाराहरू देखाएर तपाईँहरूलाई त्यसको बादमा फेरि गएर अर्को जग्गामा बस्नेछौँ है यति घाम लागिरहेको बेला भयो भने नि हामी चाहिँ यहाँ घुम्नुको लागि तपाईहरुलाई भ्लग बनाएर देखाउनुको निम्ति आइपुगेको छु गाइस है र हेर्नुहोस् यहाँको नजारा ल गाइस अहिले चाहिँ अब फोटोसोटो पनि खिचाइ भइसक्यो र अब यहाँबाट चाहिँ फेरि जाने तपाईहरुकै निम्ति है दिउँसोको नजारा पनि देखाउन लागि आइपुगेको थिएँ यहाँनिर चाहिँ दिउँसोको नजारा के कस्तो हुन्छ भनेर हेराउन आएको थिएँ पुरा घाम छ घाम भन्दा नि गरम चाहिँ यहाँ धेरै छ है अहिले नभनेको नि 40 न त 42 डिग्रीको गरम छ त्यही भनेर चाहिँ अब बेसी बस्न सक्दैन नाइट मतलब अलिक घाम डुबेपछि त्यसको बादमा हामी फेरि आउँछौँ यहाँनिर अहिले चाहिँ हामी जान्छौँ पछाडि आउँछौँ है गरम बेसी भएको कारणले गर्दा त्यस्तो राम्रोसँगले हामी खिच्नु पाएको छैन
ल अहिले चाहिँ गाइस है छोटो मोटो भिडियो बनाउनु लागि मैले उयो गरेको छु। अहिले रातिको नजारा हल्का तपाईँहरूलाई देखाइदिनु पर्यो भनेर चाहिँ यसो भिडियो गरिदिएको। यो चाहिँ दिघा ढ्याउ सागर अरे। यो हिजो भेटेको मान्छे अस्ति भेटेको मान्छे रहेछ यो मान्छे चाहिँ होइन। मान्छे खेद्दै खेद्दै हिँड्दैछ। हाई बेदी हाई हाई बेदी ये है दीघा का ढेउ सागर। और क्या क्या बोलना चाहते हैं आप बोलिए। एक्टिविटी बहुत है। हाँ बांग्ला में बोलिए। बांग्ला में हाँ बांग्ला में क्या बोलूँ इसका बारे में बोलिए। हिंदी में बोलूँगा तो सबका और में कुछ नहीं है, ऐसे घूमने के लिए पार्क टाइप है। पार्क टाइप एक पार्क है ढेउ सागर। वहाँ पे सब ममता दीदी ने बनाया है हम लोग का पैसा से। आइसक्रीम ऐसा खाना नहीं है, खा लेगा तो सब शेष कर देगा। और डांस करके देता है ना। हाँ पूरा डब्बा खरीदना पड़ेगा। इधर इधर क्या है, खाली माथा है। तो ये क्या है? अरे हेलीकॉप्टर का गिर गया था। हेलीकॉप्टर का माथा है, खाली माथा है, बॉडी है। इधर जांच तो इधर है। पहले ब्रिज के साइड पड़ता था। इधर इधर जांच है। तो पूरा डांस हो रहा है इधर जांच में, पार्टी हो रहा है। ये हम है, ये हमारा दोस्त है, इधर पार्टी हो रहा है। घोड़ा चलो ना बेटा, बेटा घोड़ा चलो ना। इधर देखा काउंटर टिकट पे घोड़ा चलो, समुद्र में घुमाएगा। मेरा दिल दे दिया ढेउ सागर दीघा काउंटर। और इसका अंदर आके भी फिर टिकट करना पड़ेगा। এই তো এখানে কি काउंटर। না না এটা ওই ए बहनी की साइकिल बात से जो टिकट है ना ढेउ सागर। इधर से जाना पर्छ, यहाँबाट जानुपर्ने रहेछ है। तपाईँहरूले पनि आएर भिजिट गर्नु सक्नुहुन्छ। अरू बेला चाहिँ यो अस्तिको पालि जतिखेर आएको थिएँ यो जग्गा चाहिँ आइपुगेको थिइनँ म, र फेरि योपालि चाहिँ म आइपुगेँ है। र यहाँ पनि पसेको छु। राति निकै राम्रो डेकोरेसन रहेछ यहाँको। लाइट निकै राम्रो आउँदैछ यहाँनिर, तपाईँहरू हेर्न सक्नुहुन्छ। इधर कुछ और नहीं है, खाली लाइट का कमाल है इधर। लाइट का ही छा साला 20 रुपये लाइट देखने के लिए आया। 20 रुपये का लाइट देखो रे, 20 रुपये का लाइट। जांच लास्ट जांच डल्फिन। र अहिले चाहिँ विशेष गरी भन्नुपर्दा हाम्रो चाहिँ ढेउ सागरको यात्रा सकिसकेको छ है। हामी फेरि रिटर्न हुँदैछौँ र क्यामेराम्यान शान्तनु दास र एसिस्टेन्ट सपन बारिकको साथमा
हामी मनोरञ्जन गर्दै है दिघा ढ्याउसाघरको इन्जोय लिएर फर्किँदैछु गाइस। तपाईँहरू पनि इन्जोय लिन सक्नुहुन्छ है। कलकत्ता आएर कलकत्तादेखि दिघा आउनुहोस्। दिघामा आएर चाहिँ ओल्ड दिघा न्यू दिघा रहेछ। अन्त न्यू दिघा ओल्ड दिघा सकेर त्यसको बादमा चाहिँ ढ्याउसागर भन्ने एउटा पार्क जस्तो रहेछ। त्यहाँनिर आएर तपाईँहरू घुम्नु सक्नुहुन्छ, भिजिट गर्नु सक्नुहुन्छ र यहाँनिरबाट केही तपाईँहरूले नयाँ चिज सिक्नु सक्नुहुन्छ है, नयाँ चिज पाउनु सक्नुहुन्छ। किनभनेदेखिलाई अलिक राम्रो जग्गै रहेछ। तर मलाई चाहिँ त्यस्तो खासै लागेन। यहाँ चाहिँ 20 रुपियाँ चाहिँ लाइटको पैसा तिरेको जस्तो भयो र बिजुली र यो टुल लाइटहरूको र यो कलरिङ लाइटहरूको चाहिँ पैसा निकै नै खाइसकेको रहेछ है। 20 रुपियाँ चाहिँ हाम्रो गइसकेको अवस्था र दुई भाइले चाहिँ नेपाली नजान्ने अहिले चाहिँ दिघाको सिटी है। यो चाहिँ सबै दिघाको होटलहरू मात्रै छ। यो चाहिँ एकदम एक होटलहरू तपाईँहरू हेर्नु सक्नुहुन्छ। यहाँनिर आएर बस्नु सक्नुहुन्छ। यो चाहिँ अनलाइन बुक गर्नु होला, किनभने यहाँ चाहिँ समुद्रको छेउमै भएको कारणले चाहिँ यहाँनिर चाहिँ रुमहरू पाउनु मुस्किल है। यति ठुलो ठुलो होटल यति बिचमा छ र पनि तपाईँहरू यहाँनिर चाहिँ रुम बुक पाउनु अलिक गाह्रै पर्ने रहेछ। त्यही कारणले चाहिँ अनलाइन हेरेर है आफ्नो मन खुसीले इच्छाले सब बुक गर्नु होला। पुरा यहाँनिर नभने पनि गन्ती त थाहा छैन मलाई, नभनेको मेरो हिसाबमा 2000-3000 होटल छ होला मेरो हिसाबमा चाहिँ। तर त्योभन्दा चाहिँ बेसी नै हुनसक्छ, किनभने एक है सबै 4 तला 5 तलाको होटलहरू दामी रहेछ। मोबाइलमा हेर्न सक्नुहुन्छ तपाईँहरूले है। मोबाइल मेरो युट्युबको मार्फतमा तपाईँहरू हेरेर राम्रो लाग्यो भने आएर भिजिट गर्न सक्नुहुन्छ है। सानो सानो कुरादेखि लिएर हरेक चिज म जति कभर गर्न सक्दै चाहिँ कोसिस गरेर मैले सबै कुरो देखाइरहेको छु तपाईँहरूलाई। यो साइडमा हेर्नुहोस्, यो साइड मार्केटहरू लिइरहेको छ, त्यसको पुरा होटलहरू पनि बनिँदैछ, चलिरहेको छ। अलिकति कम्ती, त्यसले गर्दाखेरि अलिक अगाडि गएपछि फेरि त्यति नै छ गाइस है। यहाँनिर चाहिँ जहाजबाडी भन्ने जग्गा रहेछ, जहाजबाडी पनि है। यहाँनिर चाहिँ जहाज, यो जहाजमा चाहिँ गभर्मेन्ट अफिसरहरू सरकारी रिसोर्ट रहेछ, त्यही भएर चाहिँ यो जहाजबाडी है। जहाज चाहिँ होटल बनाएको रहेछ, जहाज जस्तो स्टाइलमा चाहिँ होटल बनाएको रहेछ, त्यही भएर जहाजबाडी गभर्मेन्ट होटल यो हेर्नु सक्नुहुन्छ। हिजो यहाँ चाहिँ विश्वनाथ होइन जगन्नाथ मन्दिरको उद्घाटन भएको कारणले चाहिँ यहाँको जति पनि होटेलहरू छ र रेस्टुरेन्टहरू छ सबै नै राम्रोसँगले है सिँगारेर राम्रो गरेको छ। मेरो आवाज अलिक कम्ती आउनसक्छ किनभने स्कुटीमा हिँड्दैछु, त्यही भएर है। सबै होटेलहरू चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरूले, सबै नयाँ जस्तो सिँगारेर मजाले राम्रो गरेको छ। किनभनेदेखिलाई यहाँ जगन्नाथ मन्दिरको उद्घाटन भएको कारणले है, जगन्नाथ मन्दिरको उद्घाटन साथै यहाँनिर टुरिस्ट प्लेस भएको कारणले गर्दाखेरि चाहिँ धेरै राम्रो डेकोरेसनहरू है। रातमा चाहिँ 10-11 बजीसम्म खुल्ला रहन्छ भन्ने कुराहरू सुनेर चाहिँ तपाईँहरूलाई यही देखाउँछु। दिउँसो त यहाँनिर तपाईँहरू पस्नु सक्नु हुँदैन, किनभनेदेखिलाई गरम चाहिँ यहाँको चाहिँ धेरै माथि नै चढ्दो रहेछ, 45 डिग्री नर्मल। त्यसको बादमा चाहिँ मोमो जान्छ है। त्यही भएर चाहिँ तपाईँहरू यो दिउँसो चाहिँ घुम्नु सक्दैन पटाउँदैन, तर बेलुकाखेरि चाहिँ तपाईँहरू आफ्नै इच्छाले जहाँ घुम्दाखेरि नै पाइने है। तर दिउँसोको फेरि दिउँसो घुम्नुको इच्छा है, मनोरञ्जन फेरि भिन्दै छ। किनभनेदेखिलाई दिउँसो जुन समुद्रमा गएर तपाईँहरू इन्जोय गर्नुहुन्छ, समुद्र देख्नुहुन्छ नि, त्यो राति त्यस्तो साह्रो देख्नु पाइँदैन। र रातिको चाहिँ यही हो, मार्केटहरू जायज होइन। अन्त यो अरू जिनिसहरू घुम्नु चाहिँ तपाईँहरूलाई धेरै राम्रो लाग्छ। हेर्नुहोस् यहाँ पनि धेरै राम्रो होटलहरू छ है, यतापट्टि नै हेर्न सक्नुहुन्छ। दुईपट्टि नै तपाईँहरू दुईपट्टि नै एक रिसोर्टहरू, होटेलहरू है, ढाबाहरू। अन्त यहाँनिर हरेक चिजको सुविधा, ट्रेनको, रेलको, एरोप्लेनको, जसको पनि टिकटहरू यहीँबाट बुक गर्नु सक्नुहुन्छ तपाईँहरूले। यहीँबाट सबै कुरो गरेर है जान सक्नुहुन्छ। हेलिकप्टर सुविधा